स्वागत छ। ल सिधै विषयवस्तुतिर लागौं। जापानी भाषा सिक्नु भनेको एउटा विशाल पहाड चढ्नु जस्तै लाग्न सक्छ, होइन र? नयाँ लिपि, नौलो व्याकरण अनि सुन्दै अनौठो लाग्ने उच्चारण। सुरुमा जो कोहीलाई पनि यसले तर्साउँछ, तर चिन्ता लिनु पर्दैन। आज हामी यो भाषामा कसरी पकड जमाउने भन्ने कुरालाई एकदमै स्पष्ट, व्यवस्थित र पार गर्न सकिने मार्गचित्रमा ढाल्दैछौँ। अब भाषा विशेषज्ञहरू के भन्छन् भने सामान्य कुराकानी गर्न सक्ने स्तरमा पुग्न मात्रै पनि कम्तीमा 400 देखि 600 घण्टाको निरन्तर अध्ययन आवश्यक पर्छ। सुन्दा निकै धेरै लाग्यो हो, तर यो कुरा सुरुमै थाहा पाउँदा मानसिक रूपमा तयार हुन एकदमै मद्दत पुग्छ। हेर्नुस्, यो एउटा लामो यात्रा हो र त्यसैले गर्दा सही दिशा थाहा पाउनु नितान्त जरुरी छ। ठिक छ, अब यसमा गहिरिएर हेरौँ। आजको हाम्रो बाटो यस्तो हुनेछ: जापानी भाषा सिकाइको मार्गचित्र, तीनवटै लिपिहरूमा पकड, शब्दावली र कान्जीको निर्माण, व्याकरण र पार्टिकल्स, अनि अन्त्यमा धेरैले गर्ने साझा गल्तीहरूबाट कसरी बच्ने। भाग 1, सिकाइ मार्गचित्र। यो लामो सिकाइ प्रक्रियामा हरेस नखाई अघि बढ्नको लागि एउटा व्यवस्थित योजना हुनु नै सबैभन्दा भरपर्दो समाधान हो। भाग 2, 3 लिपिहरूमा पकड। अब हामी भाषाको एकदमै सुरुवाती बिन्दु अर्थात् यसको लिखित आधारमा जाँदैछौँ। जापानी भाषामा एउटा होइन, दुईटा होइन, पुरै 3वटा पूर्ण रूपमा फरक लेखन प्रणालीहरू प्रयोग हुन्छन्। सुन्दा अचम्म लाग्न सक्छ, तर सुरुवाती चरणमा यी लिपिहरूलाई एकैपटक होइन, एकपछि अर्को गर्दै क्रमैसँग सिक्नु एकदमै महत्त्वपूर्ण छ, नत्र भने साह्रै अलमल हुन सक्छ। यहाँ 2वटा आधारभूत ध्वन्यात्मक लिपिहरू छन्, हिरागाना र काताकाना। हिरागाना विशेष गरी स्थानीय जापानी शब्द र व्याकरणका लागि प्रयोग हुन्छ। अर्कोतिर काताकाना चाहिँ विदेशी शब्द र ध्वनि अनुकरणात्मक शब्दहरूका लागि प्रयोग गरिन्छ। यी लिपिहरूको ठ्याक्कै सही स्वर र उच्चारण सिक्नु नै हाम्रो पहिलो वास्तविक चुनौती हो। अब यदि यी सबै अक्षरहरू हातैले लेखेर कण्ठ गर्नुपर्छ कि भनेर डराउनु भएको छ भने एकदमै ढुक्क हुनुस्। आधुनिक लेखनको 99% हिस्सा टाइपिङले ओगट्छ। त्यसैले झन्झटिलो तरिकाले पानाका पाना हातले लेखेर कण्ठ गर्नुभन्दा पढ्ने र टाइप गर्ने कुरामा ध्यान दिनुभयो भने सुरुवाती प्रगति जादुगरी रूपमा छिटो हुन्छ। भाग 3, शब्दावली र कान्जी। अब हामी अर्को महत्त्वपूर्ण चरणमा प्रवेश गर्दैछौँ, जहाँ हामीले जापानी भाषाका वास्तविक निर्माण खण्डहरू अर्थात् इँटाहरू जम्मा गर्नेछौँ। र यसले धेरै राम्रोसँग के देखाउँछ भने हेर्दा एकदमै डरलाग्दा देखिने कान्जी अक्षरहरूको रहस्य कसरी सुल्झाउने। कान्जीलाई साना साना टुक्राहरू, जसलाई र्याडिकल्स भनिन्छ, त्यसमा विभाजन गर्ने अनि सम्झिनको लागि चित्रमय तरिकाहरू प्रयोग गर्ने। हरेक हप्ता 20 देखि 30वटा कान्जी सिक्ने लक्ष्य राख्नुहोस् र ती कान्जीसँग जोडिएका करिब 100वटा जति शब्दावलीहरू जम्मा गर्दै जानुहोस्। यो तरिकाले साँच्चै काम गर्छ। शब्दावली बढाउने कुरा गर्दा एमसिसी ओकिनावाबाट लिएका दैनिक बोलचालका वाक्यांश र अङ्कहरूका यस्ता चार्टहरू एकदमै उपयोगी हुन्छन्। यस्ता व्यावहारिक र दैनिक जीवनमा प्रयोग हुने चिट सिटहरूको प्रयोग गर्दा सुरुवाती शब्दावली निर्माण निकै सम्भव लाग्छ र सिकेका कुरा तुरुन्तै प्रयोगमा ल्याउन सकिन्छ। भाग 4, व्याकरण र अत्यावश्यक पार्टिकल्स। हामीले भर्खरै जम्मा गरेका ती शब्दावलीका खण्डहरूलाई एकै ठाउँमा जोड्ने महत्त्वपूर्ण ग्लू वा चप्काउने पदार्थ भनेकै यही हो। अब आधारभूत वाक्य संरचनाहरू तुलना गरेर हेरौँ। अङ्ग्रेजी भाषाले कर्ता क्रिया कर्म अर्थात् एसभीओ संरचना पछ्याउँछ, तर जापानी भाषाले कर्ता कर्म क्रिया अर्थात् एसओभी संरचना प्रयोग गर्छ। यहाँनिर एउटा एकदमै गजबको कुरा के छ भने हाम्रो नेपाली भाषाको वाक्य संरचना पनि ठ्याक्कै जापानी भाषा जस्तै एसओभी नै हो। त्यसैले नेपाली भाषीहरूलाई जापानी वाक्य संरचना बुझ्न प्राकृतिक रूपमै एउटा विशाल फाइदा छ। यो हाम्रो लागि कत्रो ठूलो बोनस हो है। अब यहाँ सबैभन्दा रोचक कुरा के छ भने यी साना पार्टिकल्स जस्तै वा, गा, ओ, नि र देले वाक्यमा अत्यन्त महत्त्वपूर्ण संरचनात्मक सङ्केतको रूपमा काम गर्छन्। यिनीहरूले वाक्यमा दिशा, समय, कर्ता र कर्मलाई प्रष्ट पार्छन्। सानो भए पनि यिनीहरूको भूमिका साँच्चै नै ठूलो हुन्छ। भाग 5, साझा गल्तीहरूबाट बच्ने उपाय। यो हाम्रो मार्गचित्रको अन्तिम बिसौनी हो, जहाँ हामी ती मनोवैज्ञानिक र रणनीतिक जालहरूमा केन्द्रित हुनेछौँ जसले कडा मेहनतलाई क्षणभरमै खेर फाल्न सक्छन्।
त्यसैले यहाँ ध्यान दिन पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने दिनहुँको निरन्तरता अनिवार्य छ। सुरुमै धेरै ठूलो लक्ष्य राख्ने, सोझै अनुवाद गर्न खोज्ने बानीले प्रगतिलाई सुस्त बनाउँछ। र एउटा अर्को कुरा, पाठ्यपुस्तकको सट्टा पुरै एनिमेमा मात्र भर पर्नु निकै खतरनाक हुन सक्छ। एनिमेमा बोलिने भाषा प्राय अनौपचारिक हुन्छ, जुन सधैँ र सबै ठाउँमा उपयुक्त हुँदैन। यो एउटा रमाइलो किस्सा सुनौ है त। जापानी भाषामा उची भनेको घर हो र उसी भनेको गाई हो। अब कसैले यो क्षेत्रमा धेरै घरहरू छन् भन्न खोज्दा उच्चारण बिग्रेर यहाँ धेरै गाईहरू छन् भन्न पुग्यो भने कस्तो रमाइलो गल्ती होला। सुन्दा अलि लाजमर्दो लागे पनि यस्ता गल्तीहरू हुनु एकदमै स्वाभाविक, आवश्यक र स्मरणीय कुरा हो। गल्ती गरेरै त सही उच्चारण सिकिन्छ नि। त्यसो भए के जापानी भाषा सिक्न चाहने जिज्ञासु सिकारुहरू यो 400 घण्टा लामो यात्रा अँगाल्न र आज आफ्नो पहिलो गल्ती गर्न तयार हुनुहुन्छ त? याद राख्नुस्, गल्ती गर्नु भनेको भाषामा पकड जमाउने सबैभन्दा ठूलो खुट्किलो हो। आजको पहिलो गल्ती नै भोलिको सफलताको आधार बन्नेछ। यो प्रस्तुतिमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। सिकाइको यात्रा रमाइलो होस्।